साथीहरु नमस्कार। आउनुहोस् आजको यस भिडियो मार्फत रामनवमी पर्वको धार्मिक महत्व तथा भगवान श्री रामचन्द्रको बारेमा विविध जानकारी लिऊँ। विश्व संस्कृतिको उद्गम स्थल नेपालमा नेपाली लोक सांस्कृतिक उत्सवहरू मनाउने परम्परा अत्यन्तै प्राचीन रहिआएको छ। नेपाली संस्कृतिको अनेकतामा एकता स्थिर राख्नका लागि सांस्कृतिक उत्सवहरूको ठूलो योगदान रहेको हुन्छ। त्यसैगरी नेपाली लोक सांस्कृतिक उत्सवहरू मध्ये चैत्र शुक्ल पक्ष नवमी तिथिका दिन पर्ने रामनवमी पर्व पनि एक हो। आदर्श जीवनको स्वरूप देखाउने भगवान विष्णुको 7औं अवतारका रूपमा श्रीरामको जन्म भएको दिन रामनवमी पर्व हो। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको सम्झनामा रामनवमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाउने गरिन्छ। रामनवमीका दिन भगवान श्री रामचन्द्रका साथै देवी सीता, लक्ष्मण र हनुमानको पनि पूजा गर्ने गरिन्छ। असत्यमाथि सत्यको विजय र भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरहरूमा भक्ति तथा पूजा पाठ गर्ने गरिन्छ। ज्ञान योग तथा कर्मयोगका प्रणेता श्रीराम एक आदर्श शासक थिए। उनले सबै साधारण जनताको कुरा पनि सामाजिक मर्यादाका लागि पालन गर्ने गर्दथे। श्रीराम धर्मको रक्षा हेतु जस्तोसुकै बलिदान दिन पनि तयार रहने विभेद रहित मनुष्य थिए। राम अवतारलाई भगवान विष्णुको अत्यन्तै लोकप्रिय अवतारको रूपमा लिइन्छ। यो अवतार भगवान विष्णुले त्रेता युगमा लिएका थिए। क्षेत्रीय कुलका राजा रामको सम्पूर्ण कथालाई महर्षि वाल्मीकिले रामायणको रूपमा रचना गरेका थिए। विष्णुले लङ्काका राजा रावणको अत्याचार एवं दुराचारलाई नाश गर्नका लागि नै मुख्य रूपमा यस 7औं राम अवतार लिनु परेको मानिन्छ। मानव धर्मका आधारभूत सिद्धान्त र सामाजिक नियमहरूको अपूर्ण सम्मिश्रण रामको चरित्रमा पाइन्छ। देवताहरू पनि दैत्यहरूसँग डराउँथे तर राम कहिल्यै डराएनन्। मानिसहरूले विपत्तिमा देवताहरूलाई गुहार्दछन् तर देवताहरूले पनि विपत्तिमा रामलाई नै पुकार्दथे। त्रेता युगमा चैत्र शुक्ल नवमीको दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रूपमा भगवान विष्णुको 7औं अवतार लिएर श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल अनि कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधनाका साथै रातभरि भजन कीर्तन गर्ने परम्परा रहिआएको छ। यसै दिन व्रत बसी श्रीरामको पूजा पाठ अथवा जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठमा वास हुने कुरा व्रतार्क नामक धर्म ग्रन्थमा उल्लेख गरिएको छ। त्यसै गरी श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए। आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्री रामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएका थिए। यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। भगवान श्रीरामका 3 भाइ भरत, लक्ष्मण र शत्रुघ्न थिए। रामायणका अनुसार भगवान विष्णुले आफ्ना 16 कलाहरू राजा दशरथको घरमा अलग अलग रूपले श्रीराम 12 कला, लक्ष्मण 2 कला, भरत र शत्रुघ्न क्रमशः एक कलामा विभाजित गरेर 4 जना पुत्रको रूपमा जन्म लिएका थिए। रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि नामले पुकारिन्छ। मर्यादा पुरुष श्रीराम पितृवचन पालन गर्नेहरू मध्ये एक अग्रणी हुन्। यस्तै हनुमान रामका सबैभन्दा ठूला भक्त मानिन्छन्। हनुमानको सहयोगले नै रामले राक्षस जातिका खड, दूषण, त्रिशिरा, कुम्भकर्ण तथा वानरराज बालीका साथै राक्षस राज रावणको समेत वध गरेका थिए। हिन्दू धर्मका बडा दशैं, चैते दशैं, रामनवमी जस्ता चाडपर्वहरू रामको जीवन कथासँग जोडिएका छन्। पितृ मातृ भक्त ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेका उनको शासनकाललाई अहिले पनि राम राज्यका रूपमा स्मरण गरिन्छ। सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान विष्णुले रामका रूपमा मनुष्य लोकमा जन्म लिएको बताइन्छ। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको धार्मिक विश्लेषकहरूको भनाइ छ। रामनवमीका दिन श्रीरामको व्रत उपवास गरी पूजा आराधना गर्नाले यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायतका धर्म ग्रन्थमा उल्लेख गरिएको छ। रामनवमीका अवसरमा 32 पुतली स्थित
स्थित श्री रामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका 9 स्थित आरुबारीमा रहेको राम मन्दिर लगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गर्दछ। साथै रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ। साथीहरु, भिडियो मन पर्यो भने लाइक तथा शेयर गरी च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। रामनवमी पर्वको हार्दिक मंगलमय शुभकामना। धन्यवाद।